हाई एभ्रिवान, नमस्ते साथीहरू। हजुर सम्पूर्णलाई हार्दिक स्वागत छ। आजको भिडियो चाहिँ नो कपिराइट म्युजिकको बारेमा रहनेछ र तपाईहरुले पनि युट्युब भिडियो बनाइरहनु भएको छ, भ्लग भिडियो बनाइरहनु भएको छ र ब्याकग्राउन्ड म्युजिक लाउन चाहनुहुन्छ अथवा तपाईहरुले लाइरहनु भएको छ र कपिराइट लागिरहेछ भने तपाईहरुले पछि त्यसको वार्निङ गर्न सक्नु हुँदैन। युट्युबले दिने इन्कम तपाईहरुले पाउन सक्नु हुँदैन। त्यसो भएकोले गर्दाखेरि तपाईहरुलाई यो भिडियो चाहिँ एकदमै महत्त्वपूर्ण छ। यो चाहिँ आज चाहिँ बिल्कुलै फ्री कपिराइट म्युजिकको बारेमा बताउन गइरहेको छु। तपाईहरुले यस भिडियोलाई चाहिँ सुरुबाट अन्तिमसम्म हेर्नुपर्नेछ र नयाँ साथीहरु हुनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नु चाहिँ नभुल्नु होला। हामी अब डिटेल्समा हामी बताउन गइरहेछौं, डिटेल्स हामी सिक्न गइरहेछौं। तपाईहरुले यो भिडियोलाई राम्ररी अन्तिमसम्म हेर्दिनु होला है। साथी हो युट्युब बारमा जाने, युट्युब बारमा गइसकेपछि चाहिँ तपाईहरुले एनसीएस भनेर सर्च गर्नुहोस्। एनसीएस सर्च भनेर यसरी सर्च गरेपछि यस्तरी आउँछ साथीहरु। हो यहाँ भित्र जानुहोस् च्यानलमा। साथीहरु यहाँ भित्र छ नि, यो यहाँ भित्र भएको हो। यहाँ भित्रको सङहरु युज गर्दा साथीहरु कपिराइट लाग्दैन है साथीहरु। यहाँको युज गर्न सकिन्छ है त। अनि तपाईहरुको यो चाहिँ अरु भिडियोहरुको लागि भयो हैन। जस्तै एउटा प्ले गरौँ। साथीहरु यहाँ हैन, यहाँको युज गर्न सक्छ साथीहरु। यो भिडियोको लागि हैन, युट्युब भिडियोलाई यहाँबाट खोजी तपाईहरुले लाउन सक्नुहुन्छ है त। अनि अर्को भने तपाईहरु भ्लगको लागि चाहिँ साथीहरु भ्लग एनसीएस भनेर सर्च गर्नु होला साथीहरु। हो आएपछि यहाँ भ्लगको लागि चाहिँ यहाँ आउँछ साथीहरु। तपाईहरुले भ्लगको लागि यो युज गर्न सक्नुहुन्छ साथीहरु। खोजी यहाँको भ्लगको लागि भयो। अनि युट्युब भिडियोको लागि तपाईहरुले यहाँबाट सर्च गरेर हैन, यहाँ खोजेर मजाले तपाईहरुले आफ्नो भ्लगमा आफ्नो युट्युबमा लाउन सक्नुहुन्छ तपाईहरुले। र तपाईहरुले के गर्नु पर्यो भने जस्तै यो भिडियो लाउने तपाईहरुले यो म्युजिक चाहिँ युज गर्नुभयो भने हैन, यसलाई के गर्ने भने तपाईहरुले यो छ नि साथीहरु, यो कपी लिंक गर्ने। यो कपी लिंक गरेर चाहिँ तपाईहरु डिस्क्रिप्सनमा हुन्छ नि, डिस्क्रिप्सनमा भिडियो अपलोड गर्दाखेरि साथीहरु हो, भिडियो अपलोड गर्दाखेरि चाहिँ डिस्क्रिप्सनमा क्रेडिट सङ भनेर चाहिँ यो राख्नु नभुल्नु होला है साथीहरु। अब यतिकै लाउँदा नि भयो हैन, यतिकै लाउँदा नि भयो, के नगरिकन लाउँदा नि भइहाल्यो, म्युजिक युज गर्न सक्यो। तपाईले त्यसरी डिस्क्रिप्सनमा राख्नुभयो भने चाहिँ कहिले पनि कपिराइट लाग्दैन, समस्या हुँदैन है त। जस्तै डिस्क्रिप्सनमा म एउटा भिडियो अपलोड गर्छु तपाईहरुलाई। यो शेयर अप्सन छ साथीहरु, शेयर गर्ने, शेयरमा जाने अनि कपी लिंक छ नि, कपी लिंक गर्ने चाहिँ अनि यो एड डिस्क्रिप्सनमा चाहिँ क्रेडिट सङ गर्ने, क्रेडिट सङ गर्ने। अनि त्यहाँबाट क्रेडिट सङ गर्ने, त्यहाँबाट सङ लिंक गर्ने। अनि त्यसपछि चाहिँ हामीले कपी लिंक गरेको थियो नि, अघि कपी गर्दियो नि सङ हो, त्यसरी राखिदिने साथीहरु। यसो गरेपछि तपाईको कहिले पनि तपाईको कुनै हालतमा पनि तपाईको कपिराइट आउने छैन है साथीहरु। तपाईले डाइरेक्ट लाउन सक्नुहुन्छ, यसरी कपी लिंक गरेर राख्न सक्नुहुन्छ है त तपाईहरुले। अनि हामीले युट्युब स्टुडियोमा गएर जस्तै क्रोमबाट चाहिँ युट्युब स्टुडियो डेस्क साइट क्रोम भनेर चाहिँ सर्च गरेर यो लगइन गर्नुपर्छ। अनि यो लगइन भइसकेपछि यहाँ म्युजिक दिन्छ अटोमेटिक। यहाँ चाहिँ यो युट्युबले दिने म्युजिक हो, यहाँ लास्टमा छ नि म्युजिकको यो म्युजिकको नक्सा यहाँ टच गर्ने। यो अब हामीले युज गर्न सकिन्छ। यो चाहिँ फ्री, यो चाहिँ डाउनलोड गर्ने, डाउनलोड गरेर सिधै लाउन सकिन्छ ब्याकग्राउन्ड म्युजिकको रूपमा। यहाँ डाउनलोड भन्ने अप्सन आउँछ, यो थिचेपछि यहाँ डाउनलोड गर्नु अप्सन आउँछ हो। यसलाई डाउनलोड गरेर हामीले सिधै हाल्न सकिन्छ। यहाँबाट छानी आफूले कुन म्युजिक चाहिन्छ हैन, कस्तो मन पर्छ, आफूलाई फिट हुन्छ आफ्नो भिडियो अनुसार यहाँबाट छानेर लाउन सकिन्छ। यहाँबाट कपिराइट लाग्नेवाला छैन, कहिले पनि केही गर्नु पर्दैन है त साथीहरु।
तपाईहरुलाई कस्तो लाग्छ भिडियो लाइक कमेन्ट गर्न नबिर्सनु होला अनि सब्स्क्राइब गर्न नभुल्नु होला है त साथीहरु। आगामी भिडियोहरु पनि यस्तै लिएर आउँछु तपाईहरुलाई। यहाँ कमेन्ट छोड्नु होला है त साथीहरु। ओके भाइ हामी अर्को भिडियो भेट्ने छौं।